गणतन्त्र अर्थात् डेमोक्रेसी। इट सिम्पली मीन्स गभर्नमेन्ट अफ द पिपल, बाई द पिपल एन्ड फर द पिपल। अर्थात् जनताले आफ्नो प्रतिनिधि चुन्ने, प्रतिनिधिहरूले जनताको आवश्यकता र इच्छा अनुसार काम गर्ने र अन्ततः सबै डिसिजन देश र जनताको विकासका लागि हुने भन्ने बुझिन्छ। हाल नेपालमा रिप्रेजेन्टेटिभ डेमोक्रेसी छ। जनताले प्रत्यक्ष राष्ट्रपति त होइन, तर संसदलाई भोट गर्छन् र ती प्रतिनिधिहरूले सरकार बनाउँछन्। ओभरअल डेमोक्रेसी बेसिकली मिन्स जनता नै बस हो। संवैधानिक रूपमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रहेको उल्लेख गरे पनि के यो व्यवहारमा लागू भयो त? यसको उत्तर भने तपाईहरू आफै दिनुहोला। नेपाल लामो समयदेखि घातक रोग पालिरहेको देश हो। त्यो तथ्य भने ट्रान्सपेरेन्सी इन्टरनेसनलकै रिपोर्टले हरेक वर्ष देखाइरहन्छ। हामीले छानेका प्रतिनिधि भने भ्रष्ट भइसके। हिजो चप्पल पड्काउँदै गाउँटोल छिर्नेहरू आज भुइँमा खुट्टा नटेक्ने भएका छन्। राष्ट्रको प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत यी भ्रष्टाचारीहरूको अड्डा बनिसकेको छ। तिनीहरूको शक्ति र पदकै आडमा तिनीहरूको आसेपासे र झोलेले भने महल ठड्याएका छन्। विगत दशकदेखि नै राजनीति भने तिनीहरूको वरिपरि घुमिरहेको थियो र सत्ता एउटा म्युजिकल चेयर बनेको थियो। देशको अवस्था दिनदिनै दयनीय हुँदै गइरहेको, गरिबी, बेरोजगारी, बौद्धिक पलायन बढ्दै गर्दा भ्रष्टाचार भने पिकमा पुगिसकेको थियो। यस्ता सरकारबाट जनता धेरै निराश हुन थाले र एक प्रकारको फ्रस्ट्रेसन नै सिर्जना भयो। यसै साथ अगस्त 2025 को लास्टतिर नेपालमा नेपोबिस्ट ट्रेन्डको सुरु भयो। त्यही समयको आसपासमा केही सोशल मिडिया प्लेटफर्महरू सूचीकरण नगरेको भन्दै मन्त्रालयले दिएको लास्ट मिति अन्त्य हुने लगत्तै ती सबै प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाइयो। यो सबै हुँदै गर्दा नेपोबिस्ट ट्रेन्ड भने निकै चर्चामा आए साथै सोशल मिडिया ब्यान्डको मुद्दाले पोजिटिभ क्याटालिस्टको रूपमा काम गर्यो र हामी सबै जेनजी समूह मिली नो करप्सन, स्टेबल गभर्नमेन्ट, गुड गभर्नमेन्स, एकाउन्टेबिलिटी र ट्रान्सपेरेन्सी जस्ता एजेन्डाका साथ सेप्टेम्बर 8 का दिन सडकमा आउने निर्णय गर्यौं। All the Nepalese citizens are fed up of corruption. Every youth are going outside the country, so we want to protect our youth and make the country's economy better. For that, we need a new youth, new power and new politicians who are well educated to move the country forward. शान्तिपूर्ण आन्दोलन गर्ने उद्देश्यका साथ सडकमा आएका हामीमाथि भने सरकारले हिंसात्मक रूपमा दमन गर्यो। पहिलो दिनको शोषण र दमनले गर्दा अब भने पुरै नेपाल तातिएको थियो र सरकार जसरी भए नि ढाल्नुपर्छ भन्ने उद्देश्यका साथ अर्को दिन पनि सडकमा आउने निर्णय गरियो। त्यसपछि सुरुवात भयो द जेनजी रेभोल्युसन। हामी लगभग 29 घण्टा 27 मिनटमा एउटा स्वतन्त्र संघीय लोकतान्त्रिक र गणतान्त्रिक सरकारलाई घोडा टेक्न बाध्य पार्यौं र अब नयाँ नेपालको सपना पूरा गर्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढेका छौं। हामीले हाल सक्षम अन्तरिम सरकार र मन्त्रीमण्डल पाएका छौं र यही सरकारले फागुन 21 गते संसदीय निर्वाचन सम्पन्न गराउने घोषणा गरेको छ। यतिसम्म भए पनि हामी खुसी हुने दिन भने अझै आएको छैन, किनभने देशको अबको परिस्थिति भने झन चुनौतीपूर्ण रहेको छ। आन्दोलनको माग अहिले 1% पनि पूरा भएकै छैन। बट वाइ?
यसको उत्तर हामी यो भिडियोमा केलाउने छौँ। सो लेट्स बिगिन। अब तपाईहरूलाई लाग्ला तपाईहरू आफ्नो प्रधानमन्त्री आफै छान्न पाउनुहुन्छ, योग्य र शिक्षित व्यक्ति मात्र प्रधानमन्त्री बन्न पाउँछन्, देशमा सुशासन आउँछ र भ्रष्टाचारको अन्त्य हुन्छ। यदि यही सोच्दै हुनुहुन्छ भने यु आर इन कन्फ्युजन। तपाईहरूलाई संविधानले झुक्याइरहेको छ। कसरी? लेट मी क्लियर। डियर जेन्जिज, अब तपाईहरूको मनमा धेरै प्रश्न पलाए होलान्। अब के हुन्छ? इलेक्सन कसरी हुन्छ? के हाम्रा मागहरू सम्बोधन हुनेछन्? के हामी भोट गर्न पाउनेछौँ? आदि इत्यादि। सो लेट्स डिस्कस वान बाई वान। पहिलो पोइन्ट, के हामीले आफै प्रधानमन्त्री छान्न पाउँछौँ त? यसको उत्तर ऋषि धमलाको भाषा शैलीमा भन्नुपर्दा असम्भव। तर किन? यसको जवाबको लागि संविधानमा भएको चुनाव प्रक्रिया बुझौँ। नेपालमा हरेक 5-5 वर्षमा संसदीय निर्वाचन हुन्छ। हाल नेपालमा सांसद 2 सदनात्मक छ। तल्लो सदन अर्थात् प्रतिनिधि सभा र माथिल्लो सदन अर्थात् राष्ट्र सभा। प्रतिनिधि सभामा कुल 275 सिट हुन्छ, जसमध्ये 165 सिट प्रत्यक्षतर्फ र 110 सिट समानुपातिकतर्फ गरी 2 तरिकाले विभाजन गरिएको हुन्छ। प्रत्यक्षको कुरा गर्दा देशलाई 165 निर्वाचन क्षेत्रमा विभाजन गरी हरेक क्षेत्रबाट एउटा प्रतिनिधि चुनिन्छ। तर समानुपातिक प्रक्रिया भने अलि डिफरेन्ट रहेको छ। यो प्रक्रियामा पुरै देशलाई एउटा निर्वाचन क्षेत्र जस्तै मानेर जनताले जुन पार्टीलाई भोट दिन्छ त्यसलाई प्रतिशतमा हिसाब गरेर समानुपातिकमा बाँडिन्छ र त्यहाँबाट टोटल 110 सिट बन्छ। एट द एन्ड 165 र 110 गरेर 275 मेम्बरको प्रतिनिधि सभा बन्छ र यसैबाट प्रधानमन्त्री नियुक्ति गर्ने भनेर संविधानको धारा 76 मा उल्लेख गरिएको छ। अहिलेको संविधान मान्ने हो भने संसदभित्रकै व्यक्ति प्रधानमन्त्री बन्न पाउँछ, स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्न पाउँदैन। त्यसो भए के संविधान संशोधन गरेर यो व्यवस्था ल्याउन मिल्दैन त? यसको जवाब पनि असम्भव। किनभने संविधान संशोधन गर्न संसदको 2/3 बहुमत चाहिन्छ, अर्थात् 275 जना मध्ये 185। साथै राष्ट्रसभाबाट समेत 2/3। तर हामीसँग अहिले संसद नै छैनन्। सांसद विघटन गरी अन्तरिम सरकार गठन गरिएको अवस्था छ। अब संविधान संशोधन गर्ने हो भने एउटा मात्र उपाय छ। हुने चुनावमा हाम्रो मागलाई एजेन्डा बनाउने प्रतिनिधि जिताउन सक्यो भने उनीहरूबाट संविधान संशोधन हुने भन्ने आश गर्न सकिन्छ। अब हामी के गर्न सकिन्छ भने कुरातर्फ लागौँ। प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख, उमेरको लिमिटेसन, मल्टिपल टर्म्सको रेस्ट्रिक्सन, एजुकेसन र क्वालिफिकेसनको क्राइटेरिया, यी सबै मागहरू संविधानमा राख्न पहिला संविधान संशोधन गर्नुपर्ने हुन्छ र यसको लागि संसदमा क्वालिफाइड र रेस्पोन्सिबल व्यक्ति पुग्नुपर्छ। निर्वाचनमा कसैलाई डाइरेक्ट इलेक्ट गरेर प्रधानमन्त्री बनाउँछौ भन्ने गर्न पाइँदैन। उदाहरणका लागि मेयर बालेन्स, उहाँलाई प्रधानमन्त्री बनाउने हो भने उहाँले पार्टी खोलेर संसदमा बहुमत नै ल्याउनु पर्छ। अब हामी सबै योग्य रिप्रेजेन्टेटिभलाई आह्वान गर्नु पर्यो, नत्र फेरि सत्तामा त्यही टाउकेहरूको म्युजिकल चेयर खेल्ने दिन आउनेछ। इङ्ग्लिसमा एउटा भनाइ छ, वी गेट द लिडरसिप वी डिजर्भ। बट डिजर्भ गर्नलाई जनतामा सिभिल सेन्स हुन जरुरी छ, पोलिटिकल अवेरनेस हुन जरुरी छ। पार्टीको झोला त्यागेर राष्ट्र र राष्ट्रियताको झोला बोक्न जरुरी छ। किनभने यो माग भने जेनजीको मात्र नभई 3 करोड नेपालीको हो। ती भ्रष्ट टाउकेहरू फेरि सलबलाउनु साथै कडा कमब्याकको तयारीमा छन् र यसै बीचमा राजावादीहरू पनि आन्दोलन गर्ने घोषणा गरिसकेका छन्। हामी यस्तो आन्दोलन गर्छौं जुन आन्दोलन अब रोकिँदैन, जुन आन्दोलन रोकिँदैन र त्यो आन्दोलनको नेतृत्व हामी गर्छौं। हामी कोठाभित्र बसेर स्ट्याटस लेख्दैनौं। अबको देशको सिचुएसन भने अति नै चुनौतीपूर्ण हुनेछ। अब हामी आश गरेको प्रतिनिधिले भने पार्टी खोल्न पर्यो र हामी सबै उहाँहरूको साथ उभिन पर्यो, नत्र फेरि त्यही टेस्टेड करप्टेड टाउकेहरू आउनेछन्। अहिले फागुन 21 मा चुनाव गराउन जति महत्त्वपूर्ण देखिन्छ त्यति नै महत्त्वपूर्ण देशले नयाँ प्रधानमन्त्री पाउने हो। अन्त्यमा म आफ्नो विचारहरू राख्न चाहन्छु। आखिरमा यो सरकार नै प्रोटेस्टको कारणले बन्न पुगेको अवस्थामा संविधानले के भन्छ, कानुनले के भन्छ भन्ने कुराको कति महत्त्व हुन्छ? जनताले के भन्छन्, राष्ट्रको लागि के महत्त्वपूर्ण छ भन्ने विषयमा हामी सबै गम्भीर हुनुपर्ने होइन? प्रश्न अब संविधानको रहेन, प्रश्न अब राष्ट्रको रह्यो, राष्ट्रियताको रह्यो। राष्ट्रकवि माधव प्रसाद घिमिरेले भनेका छन्, नेपाली हामी रहौला कहाँ नेपालै नरहे। नेपाली हामी रहौला कहाँ नेपालै नरहे।
पालै नरहे